वडा नम्बर 2 कानेपोखरी कार्यालयमा एकजना हाम्रो विवाह शुभ विवाहको कार्ड लिएर आउनु भएको छ। अनि उहाँको भनाइ चाहिँ के छ भने इन्डियाबाट सामान ल्याउनुहुन्छ अरे। अनि इन्डियाबाट सामान ल्याउँदा चाहिँ भन्सार छुटको सिफारिस बनाइदिनु पर्छ भनेर भन्नुहुन्छ। अनि मेरो कसले भन्यो भनेको हामी गएको बोर्डरमा बसेको नेपालतिरको पुलिसले पनि त्यसो भन्यो, इन्डियातिरको पुलिसले पनि त्यसो भन्यो। उहाँबाट सिफारिस लिएर आयो भने चाहिँ हामी दिन्छौँ भनेर भन्नुभयो भन्नुहुन्छ। के भनेको भन्नुहुन्छ? के के अरे कपडा के अरे सामान लिएर चाहिँ त्यहाँबाट सिफारिस बनाएर ल्याउनु अनि मात्रै हामीहरू दिन्छु जानलाई भन्नु। कसले भनेको चाहिँ? पुलिसहरू दुईतिरको। अनि कतिजना बसेको थियो पुलिस बुढाहरू? दुईजना यता 2 जना उता 2 जना। कुन बोर्डरबाट जानुभएको तपाईँ? यो के अरे बोकाचोकबाट। त्यसो भनेन होला। भन अनि यो हामीले सिफारिस गर्ने अधिकारै हुँदैन। के अरे भन्सार छुटको सिफारिस देखाइदियो यस्तै कागजहरू निकालेर नि इन्डियाको यस्तै ल्याउनु तपाईँहरू। अनि सर हामी त केही जानेन, हाम्रो बिलले काट लिएर आएको छु। अनि एउटा बिलले काट चाहिँ नेपालमा हामीले राखेको छु त्यो छोड्नु। अनि इन्डियाको चाहिँ देखाएको अनि हुँदैन यस्तै काट ल्याउनु बनायो भनेको वडाको सिफारिस चाहियो। सिफारिस चाहिँ अनि वार्डले दिनै मिल्दैन सिफारिस। कसरी दिनु अरे त? दिनु थाहा छैन कि हो? भन्सार छुटको सिफारिस वार्डले दिनै मिल्दैन। त्यो लिएर आउनु भएको हुन्थ्यो नि त। म देखाउँछु त्यो लगेर वडा अध्यक्षलाई भन्नुभएको हुँदैन थियो। ल यो किन बनाएको भने भिडियो सिफारिस हामीलाई जुन अधिकार दिएको छ त्यो त निश्चित छ। त्योभन्दा बाहिरको पनि सिफारिसहरू सेवाग्राहीले खोज्नुहुन्छ। अब यो बिहाको कार्ड बिहाको लागि सामान चाहियो अरे इन्डियाबाट लिएर आउने अरे। अब पुलिसले नै भन्यो अरे। पुलिसले कसरी भन्यो होला नि? यो चाहिँ अचम्मै छ, नभन्नु पर्ने हो। अनि वडाले सिफारिस दिएको आधारमा भन्सार छुट त पक्कै पनि हुँदैन।